आज हामी यता क्रिकेट खेल्न आएको साथीहरूसँग मेरो यो साथीहरू अझै दुईजना हो त्यहाँ आउँदैछ एउटा आउँदैछ त्यो के भन्छ त्यो मोटे मेरो च्यानललाई सब्स्क्राइब गर्नु यो च्यानललाई सब्स्क्राइब गर्नु ल आज क्रिकेट खेल्न लागेको छौँ ल पज ल भन ओइ आउ ओइ टिम क्याप्टेन आउ स्टार्ट गरौ गरिसके ओइ सुना तिम्रो टिमको क्याप्टेन हो रातो के हो मारो एक्लै हो टिम है मन रहन हैन तिमीहरु म एक्लै हो रातो 1 ल रातो आयो ब्याटिङ कि बलिङ ब्याटिङ ए बलिङ मेरो बलिङ आछ है म चाहिँ गल्लीको सबभन्दा नुक्लियर है ल ल ल ल ल सबैजना रेडी बसिहाल्नु हो ल हाम्रो ब्याट्सम्यान रेडी छ ओइ खै त विकेट किपर ल ल ल ल ल ल फर्स्टमै आउट फर्स्ट बलमा आउट गो सब्स्टिट्युट गो छिटो चेन्ज भइहाल्यो नि ल गल्लीको सबैभन्दा प्रोस्ट मान्छे ब्याटिङ गर्न लागिरहेको छ ल रेडी ल वाइड बल हुन पुगेको छ म्याचको बिचमा नछिरौँ डट बल ल रोहनले हान्न लागिरहेको छ हान्यो अनि आउट ल अर्को ब्याट्सम्यान पनि आउट भएको छ अब हाम्रो थर्ड ब्याट्सम्यान आएको छ ल बल कहाँ गयो ब्याटिङमा बसेछ तर ल क्याप्टेन भर्सेस क्याप्टेनको म्याच भइरहेछ ल क्याप्टेनले हान्यो बल शानदार बल तर 1 रन आएको छ ल अब यहाँ ल अर्को बल ल ल ल रोहन बलरले हान्यो अनि सी डट बल हुन पुगेको छ ल अब केडिस स्ट्राइकिङमा केडिस डङ्गोल छ अनि रनरमा सुहान शाही छ अरु दुईजना त्यहाँ आउट भएको छ ल अर्को स्ट्राइकिङ पनि आउट अब क्याप्टेन मात्रै ल ल ल हाम्रो कान्छानी आउनु भएको छ ल ल अब कान्छाले बलिङ गर्न लाग्नु भएको छ ल हान्नु भयो अनि सी गयो चौका गएन चौका ल अब त्यो ट्राइबल थियो अब गेम बल स्टार्ट भएको छ ल रोहनले हान्यो अनि सी डट बल ल ल ल अब रोहनले अब अर्को बल हान्न गइरहेको छ ल बल छोएको छ अनि रन लिएको छ 1 रन आएको छ म्याच हो 4 मिनेट घट्ने नेट पागल ल हान्दियो अनि सी आउट हुनबाट बच्यो छैन आउट हैन उयो लाइन पुगिसकेको थियो अनि
बच्यो कमेन्टमा भनिदिनु होला आउट थियो कि छैन आउट हो यार कमेन्टमा भन्नुहोस् आउट भयो मेरो ब्याटिङ आए ल आउट मानिएको छ स्टार्ट ल बलिङ गरिएको छ अनिसी हान्यो अनिसी गयो बच्यो ल अब फेरि स्ट्राइकिङमा रोहन अनिसी 1v4 अनि बल हान्यो अनिसी डेड बल ल अब बलर रोचन कसजु हानिएको छ अनिसी गयो बच्यो चौका बच्यो ल केडिस डङ्गोलले चौका बचाएर खुसी भएको छ अनिसी हान्दियो चौका ल रोहन 1v4 हान्दिएको छ ल यति नै सबैजनालाई बाई बाई भिडियोलाई सब्स्क्राइब र लाइक गरिदिनु होला ल बाई बाई